हेलो गाइज के छ हामी चाहिँ धरानदेखि हैन अब इटहरी बिहानै लागेको कामतिर आएको अनि सो हामी चाहिँ अहिलेसम्म धरान कटेकै छैन अनि बिचैमा छौँ अनि फेरि यहाँ ठुक्कासँग अब हुन्छ नि यसो 5 मिनट 10 मिनट आएर रोकेको अनि यता चाहिँ भान्जा यता गइरहेछ डराउँदै थियो अर्को सङ्कङले फेरि टोइलेट गर्दा गर्दा खेदायो भने त छैन त भन्दै थियो है हुन पनि हो अर्को सङ्कङले बनाएको ठाउँ हो एकदम राम्रो होइन अब के गर्नु त होइन अब समस्या त्यही छ गाह्रो भइसकेपछि के गर्नु त नभए पनि नहुने गाह्रो छ हौ म चाहिँ एउटा बाइकमा सुतिरहेको छु है अनि झल्किरहेको छु अल्छी लगाइरहेछ बिहानी पाखा घाम पुरै के कराइरहेछ बिहानी पाखा पुरै है टाइम पनि ठ्याक्कै 7 बज्न लागिरहेछ अनि इटर हिँडेको अब है बस इटरतिर छ है गाह्रो छ होइन अनि बिहानी भर्खर ठक्कसँग हिँड्छ इटरतिर है ठक्कसँग बिहानी बसहरू आउँदैछ हेलो हेलो नाइस टु मिट यु गाह्रो छ मेरो कस्तो दामी घाम निक्लिदिरहेछ क्या अब है त्यो भइरहेछ देखिँदैछ छैन कता हुन्छ कहाँ देखिँदैछ यही साइडमा घाम डट डट भाइ के साह्रो जाडो ओहो के साह्रो जाडो हो भान्जा हर्का सम्पङ आयो है यता लाने हाम्रो हर्का जिउ हाम्रो हर्का सङ्पङ है हर्का राई म पनि राई नै हो मलाई म मान्छु हर्के भनेको कडा नै हुन्छ क्या हर्के इज अलवेज किङ राजा हर्काले खेदा कि क्या हो हर्केले अङ्कलले खेदाउनु भयो जस्तो छ खेदाउनु चाहिँ मान्नु भएन बस देखि ल लुङ्गा चियासा चर्को हेर्ला नि देखि ल लुङ्गा चियासा चर्को हेर्ला रातभरिको छटपटी आयो पन आमा गल हर्केहरूले खेदायो हर्के हाम्रो किङ धरान किङ छ म अन्टा नि ल खेदायो नि ल बाँदर चिरेको छ नि म ल फारे पनि साह्रो छ बाँदरहरू पार भइरहेको छ नि त पुरै कराउँदैछ त जस्तै दामी खाऊ छिटो चेट्यो नि मलाई फायर पनि साह्रो छ लाग्यो साह्रै भयो कि क्या हो छौ हर्के इज अलवेज किङ क्या हेर्नुहोस् त धरानको बाटो चाहिँ धरानदेखि इटहरी जाँदै गरेको सो 10 मिनट लागेर चाहिँ अनि रोकेको गाडीहरू है यो अन्त यहाँ फुलबारी थियो दाम थियो हाम्रो हर्के अङ्कलजीले धेरै गर्नुभयो क्या त्यतिको चाहिँ मान्नै पर्छ है गाइस सो गाइस है धरान आउनुभयो भने बबल रमाइलो हुन्छ है ठाउँ पनि दामी दामी छ होइन भन्दा 10 मिनट गर्न जान्छु भनेर मैले
मैले भनेको हाम्रो फेरि हर्के अङ्कलले खेदाउनुहुन्छ है फेरि अब वातावरणलाई एकदम स्वच्छ राख्नुपर्छ भनेर यस्तो गर्नुभएको हो के भन्नु समस्या त्यस्तै छ होइन गाह्रै भएपछि त अब जानै पऱ्यो नि अनि हाम्रो हर्के अङ्कलले खेदाउनुहुन्छ होला भनेको कहाँ गयो उहाँ बाँदर पो रहेछ त्यो बाँदरलाई चाहिँ खेदाउनु बेर लाउँदैन क्या हेलो ओ हेलो हेलो हाम्रो हर्के अङ्कलले चाहिँ होइन बाँदरहरूले चाहिँ अहिले मार्ला जस्तो छ भन्छ पार बाँदरहरू उयो चढिरहेछन् रुखतिर आम्मा क्या हेरिदिइरहेछ क्या माथि चढेर लु चढ पुरै फायर भएर माथि चढिरहेछ जस्तै छ है अब चाहिँ जाने हो है आज आइसक्यो बाबा अन्त पेट साह्रै भएको मलाई चाहिँ के लाग्थ्यो भने हर्के अङ्कलले चाहिँ होइन उयो बाँधेर लास्ट फायर क्या त्यो फायर भइगयो ओ निचे देख्छु निचे जाने बाई गाइस चाहिँ इटरी लाग्यो कस्तो दामी